हानेर के छ र बिचारी होइन नि भाइ यिनीहरूको छोराछोरी छैन यिनीहरूको छोराछोरीलाई देश चाहिँदैन मलाई मात्रै देश चाहिएको हो दर्शकबिन अन्नपूर्णमाथि पनि ढुङ्गा प्रहार भइसकेको छ यतिका सिसाहरू फुटिसकेको छ प्रहरी प्रशासनले यति धेरै सुरक्षा गरिरहनु भएको छ अन्नपूर्ण पोस्टको बिल्डिङलाई तैपनि यहाँ ढुङ्गामाडा प्रयास गरिरहेछन् यहाँ बङ्गलादेशी सिन भयो भनिराखन् प्राय व्यक्तिहरूले राजा आउनै पर्यो तर यो राजा ल्याउनलाई केपी ओली शेरबहादुर प्रचण्डले यिनीहरूले गर्दाखेरि यस्तो भएको यो देश डुबेको यिनीहरूले गर्दाखेरि यो कुकुर गद्दारहरूले यो चाहिँ नि बलात्कारीहरू भनेको यिनीहरू हुन् केपी प्रचण्डले शेरे यिनीहरू सब बलात्कारीहरू हुन् ओके सुन्नु न तपाईँ राजाको आन्दोलनमा आउनु भएको छ के तपाईँलाई राजा आइदियो हुन्छ यो देशको लागि यस्तो हो अब राजा भन्दा नि अब देश चाहियो हो होइन देश चाहिँ जसले आओस् बचाओस् भन्ने कुरो हो क्या अब देश त ध्वस्तै भइसक्यो नि त भित्री रूपमा त राजा आयो भने देश ध्वस्त हुँदैन होइन अब आश के छ त नेपाली जनताको आश अब यिनीहरूसँग त आशै रहेन होइन पहिला पनि राजा थिए राजाले केही गरेनन् भन्छन् नि त अहिले पनि त्यतिखेर अब पहिलाको कुरा हामी कति नै उमेर भएको छ र होइन आन्दोलन अब जबसम्म राजा फर्किँदैनन् आयो भइरहन्छ नि जनता त अब उर्लिनेवाला छ नि पुलिस भगाइरहेछ नि देख्नु भयो होला राजा लिएर छोड्नु छ तपाईँहरू राजा किन चाहियो तपाईँलाई राजा देशको सुव्यवस्थालाई चाहियो राजा आएपछि तपाईँलाई के आश छ अहिले राजा आएपछि सब भट्टाइहरू झेल्खाना पर्छन् अनि जनतालाई राज हुन्छ क्या राजाबाट तपाईँले के आश गर्नु त्यही त भट्टाचारीहरू झेल्खाना पर्छन् बस अहिले एउटा राजा आउँछन् 10वटा राजा आउँदैन यस्तो ढुङ्गामुढा आगो लगाएर राजा आउँछन् नआएर सुकै सङ्केत सुन्दैन अनि के गर्ने राम्रो सङ्केत त भएन नि यो सुन्दैन सरकारले सुन्नु परेन जनता अब सुन्ने जनतालाई के आउँछ नि गोली छोड्ने सरकारले त्यो 57 वर्ष भनेर छोड्ने भोलि जस्तो जनताहरू आउनु पर्दैन आगो लाग्ने अब यी नेताहरूलाई समातेर थुतेर मार्न मात्रै बाँकी छ राजा कहिले आउँछ तपाईँ छिटै आउँदैछ छिटै आउँछ आन्दोलन कहिलेसम्म रहन्छ आन्दोलन जबसम्म राजा आउँछ तबसम्म आन्दोलन रहिरहन्छ कन्टिन्यू रहिरहन्छ तपाईँ घर कता हो मेरो बारे जर भिडियो पुरानो हुन् कि सबै सरकारी दर्शकबिन आर्मी परिचालन भइसक्नु भएको छ यहाँ आर्मी देख्न सक्नुहुन्छ आर्मीहरू गनको तैनातमा आर्मी परिचालन भइसकेको छ
कति सहने भोलि हुन्छ क्या भोलि अर्को नेक्स्ट आज मात्रै छैन नि त यो आज मात्रै होइन नि त यो जय जय गोरख आजको सिद्धियो आन्दोलन जय जय गोरख सिद्धियो आजको सिद्धियो सिद्धिने भन्ने चिजै हुँदैन नि तपाईँ राजा यसरी ल्याउनुहुन्छ राजा कहिलेसम्म ल्याउनुहुन्छ यस्तो पाराले राजा कहाँ गएको छ र भने ल्याउनुहुन्छ तपाईँहरू राजा कहीँ जानु नै भएको गणतन्त्र त्याग्ने भन्नुभएको नि तपाईँहरूले अरू देशको शासक जस्तो देश छोडेर राजा भाग्नु भएको कहीँ देख्नु भएको छ अहिलेसम्म देख्नु भएको छ भाग्नु भएको छैन नि म नाम त लिन्न होइन अब गुरु धर्मगुरु तपाईँ राजतन्त्रको आउनु भयो भने त राजतन्त्र यसरी आउँछ कसरी आउँछ कसरी आउँछ नि थाहा कसरी आउँछ राजतन्त्र गएकै कहीँ छैन क्या पहिला सुरु भाइ यो त के हो भन्दाखेरि हाम्रो धर्म संस्कृतिको लागि पनि भएको हो तर आज भयो के भन्दाखेरि शान्तिपूर्वक भइरहेको मञ्चमा के अतिथिहरूले भाषण गरिरहनु भएको थियो सुरक्षाकर्मीहरूले सुरक्षा दिइरहनु भएको थियो अब यो सरकारको नीति बुझ्न सकिने यो सरकार मात्र होइन धेरै तोडफोड भयो नि त घरहरू आउलाई भयो मान्छेहरू तोडफोड हामीले गरे होइन नि त तपाईँले गर्नुभयो कसरी गरे तोडफोड माओवादी काङ्ग्रेस हो माओवादी एमाले काङ्ग्रेस यिनीहरूको नीति के गरे भन्दा यो खुल्ला त्यो मञ्चमा सबै भाषण गरिरहेको बेलामा आगो लगाएर हुल पठाउने को राजावादीको आन्दोलनमा पनि माओवादी काङ्ग्रेसको मान्छेहरू आए त उनीहरूले गरे नत्र हाम्रो त कार्यक्रम त त्यहाँ त त्यो मञ्चमै थियो नि यो भएर त भयविचारको सुरक्षाकर्मीहरूलाई के भने सुरक्षाकर्मीलाई कसरी थाहा पाउने को राजावादी को केवादी भनेर राजावादीले आन्दोलन गरेको होइन राजावादीले राजावादीले गर्दै गर्दैन किनभने यो राजावादी होइन पहिला सुरु राष्ट्रवादी हुन् राष्ट्रवादीले आफ्नो राष्ट्रलाई घात हुने काम कसैले पनि गर्दैन के यो जहिले पनि यो राजाको लागि यो धर्मको लागि हाम्रो संस्कारको लागि हाम्रो अभिभावकको लागि गरे हो हामीले ढुङ्गामुढा गरे पनि माओवादीहरूले हो ढुङ्गामुढा गर्ने नै यहाँ सबैजना छन् माओवादी मात्र होइन हिजो एमसीसी पास गर्ने को नेताहरू हुन् तिनीहरूको सबैजना मान्छे हुन् यहाँनिर कहाँ आउनुभयो म जनकपुरबाट किन आउनुभयो म यहाँ आन्दोलनको लागि आएको राजा लानुको लागि आयो देश बचाओ राजा बचाओ राजा किन चाहियो तपाईँलाई राजा देशको लागि चाहियो देशको लागि चाहियो आफ्नो इतिहासको लागि चाहियो यो साला धर्मको दलाल केपी ओली चाहिदैन केपी ओली मुर्दाबाद राजा आयो भने के राजाबाट के आश गर्नु भएको पछि हाम्रो वापिस यो इतिहास आउँछ शान आउँछ नेपालको के आश गर्नु भएको राजाबाट यही हिन्दू राष्ट्र कायम गर्नु नेपाल यति मात्रै आश हो राजा तपाईँ ल्याउन सक्नुहुन्छ यस्तो पाराले जसरी पनि आउनुहुन्छ राजा कहाँ जानु भएको छ र ल्याउनलाई राजा यहीँ हुनुहुन्छ नि राजाले देश चलाउन सक्छन् अब नेपाल चलाउँछन् राजाले चलाएको पनि हो चलाउन सक्नुहुन्छ नसक्ने भन्ने तपाईँहरूको यो आन्दोलनले गणतन्त्र ढल्छ अब पक्कै ढल्छ 1 2 3 ढल्छ कहिले ढल्नुहुन्छ तपाईँहरू अब ढल्छ हेर्दै जानुहोस् 2-4 दिन भर्खर आज पहिलो दिन सुरुवात हुँदैछ सुरुवात हुनै दिनु भएको छैन कहिलेसम्म तपाईँहरूको आन्दोलन रहिरहन्छ त अब यो हाम्रो जहिलेसम्म राजा आउनुहुन्न तहिलेसम्म रहिरहन्छ राजाबाट तपाईँले के आश गर्नु भएको र यसरी राजाबाट हामीले आश भन्दा पनि हाम्रो देश भ्रष्टबाट मुक्त हुनको लागि हामी राजाको पक्षमा हामी कालमै भइहाल्यो नि दर्शकबिन अन्नपूर्णमाथि पनि ढुङ्गा प्रहार भइसकेको छ यदिका सिसाहरू फुटिसकेको छ प्रहरी प्रशासनले यति धेरै सुरक्षा गरिरहनु भएको छ अन्नपूर्ण पोस्टको बिल्डिङलाई तै पनि यहाँ ढुङ्गामाडा प्रयास गरिरहेछन्